अनि यहाँ चाहिँ यहाँहरूको कुरा गर्नुपर्दा चाहिँ यहाँहरूको चाहिँ यहाँ चाहिँ तपाईँको प्रायः इलेक्ट्रिक छ क्या सबै यो ट्याक्सीहरू पनि सबै इलेक्ट्रिकहरू छ नेपालमा पनि बिस्तारै इलेक्ट्रिक त अब एक्सपान्ड हुँदै नै छ चाइनिज ब्रान्डहरू पनि म्याक्सिमम् छ नि त नेपालमा इलेक्ट्रिक BYD चाइनामा पनि राम्रो पपुलर छ अनि तपाईँको सबै इलेक्ट्रिक भएको कारणले गर्दाखेरि नोइजहरू पनि छैन अनि ट्रेनहरू चाहिँ मेट्रोहरू चाहिँ अब हामी यो रेडबाट हिँडिरहेको छौँ मेट्रो चाहिँ अब यही मुनि छ हाम्रै जहाँ अब हाइवे छ हाइवेकै मुनि चाहिँ मेट्रो कुदिरहेको 3 तल्ला 4 तल्ला मुनि चाहिँ मेट्रोहरू कुदिरहेको छ त्यो भएपछि कति अब तपाईँको म्याक्सिमम् मान्छे त मेट्रो नै युज गरेर हुन्छ बाहिर चाहिँ मिनिमम नै हो त्यही भएर ट्राफिकहरू पनि कम नै हुन्छ अनि सबैले ट्राफिक रुलहरू फलो गरेपछि त तपाईँको समस्या कसलाई हुने नै भएन नि डस्टबिनहरू पनि राखेको छ ठाउँमा सो सबैले डस्टबिनहरूमा सामान राखिदिन्छ अनि सजिलो सफा र यहाँबाट चाहिँ हामी थोरै राइट टर्न गरेर यहाँबाट चाहिँ थोरै यता जाने प्रयास गर्दैछौँ यता हो कि होइन भन्ने कुरो चाहिँ म हल्का कन्फ्युज जस्तो भएँ तर हो किन भन्दाखेरि उता चाहिँ होइन बाटो चाहिँ धेरै छ कि कन्फ्युजिङ हुने अहिले फर्किँदा पनि फेरि यही बाटो सम्झेर फर्किनुपर्छ नभए त गलत ठाउँ पुगिन्छ फेरि तर हराउनु चाहिँ अब चाहिँ हराइँदैन किन भन्दाखेरि भाषा पनि आउँछ ल्याङ्ग्वेजहरू आइसकेपछि सोधेर यताउता जान चाहिँ जानु सकिन्छ यसो टाइम लाग्छ भन्ने कुरा मात्र हो अनि यहाँ चाहिँ साइकलहरूको लागि पनि उता राइट साइडमा रहेछ अहिले चाहिँ हामी रङतिर हिँडिरहेको रहेछ यहाँबाट चाहिँ हामी अगाडि गएर चाहिँ अब चाहिँ हाम्रो डेस्टिनेसन आउनु लाग्यो भिडियो चाहिँ धेरै लामो हुन्छ फेरि आजै मात्र धेरै बनायो भने अनि यहाँ चाहिँ ब्याङ्कहरू छ ब्याङ्कहरू पनि तपाईँको पुरा एयरपोर्टमा घुसे जस्तो छ क्या सिस्टमहरू चाहिँ तर टाइम चाहिँ बहुत धेरै लाग्छ यहाँको ब्याङ्कहरूमा पनि त्यस्तो उतिखेर चाहिँ हुँदैन क्या होटलहरू रहेछ हामी चाहिँ थिएन हामी आउनुपर्ने ठाउँमा चाहिँ आइपुग्यो थिएन अनि यहाँ चाहिँ मेरो साँझसम्म काम छ सो कामहरू सकेर हजुरलाई पनि इम्पोर्टिङको केही पनि आइडियाहरू केही सोध्नु छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ WhatsAppहरू छ अनि अरू हजुरलाई सामानहरू इम्पोर्ट गर्नु छ भने अर्डरहरू पनि गर्न सक्नुहुन्छ सो हामी चाहिँ अगाडि अब यो चाहिँ फुटपाथ पनि हो अब तपाईँको साइकलहरू पनि चलाउन पाइन्छ यहाँ चाहिँ मल्टिपर्पजको लागि एकदम ठुलो स्पेसमा छ अनि हामी चाहिँ अब गुगल म्यापमा हेरेर अगाडि चाहिँ आयो जस्तो लाग्यो मलाई तर म पनि फर्स्ट नै टाइममा आएको म यहाँ पहिला आएको छैन सो एक्ज्याक्ट आइडिया छैन क्या कहाँनिर हो भन्ने कुरा तर मलाई यति लागिरहेको छ अगाडि चाहिँ पार्कहरू छ जस्तो लाग्यो टुटोर आई थिङ्क हामी चाहिँ पुग्यो अनि अगाडि चाहिँ देख्न सकिन्छ चाइना गन्जौ स्पोर्ट्सको राखिरहेको छ बिल्डिङहरू छ डेभलपमेन्टहरू छ के बनाइरहेको हुन्छ डलहरू छ हेर्न कस्तो क्युट डलहरू बनाएको छ अनि यो चाहिँ मेथवान भन्ने अनलाइन अर्डरको डेलिभरी पार्टनर हो अनि हजुर चाहिँ अगाडि देख्न सक्नुहुन्छ चाइना गन्जौ अहिले चाहिँ गेम चलिरहेको छ क्या यहाँ अनि गेमको चाहिँ प्रचारहरू गरिरहेको छ सेराटन होटल चाहिँ त्यहाँ छ सेराटन गन्जौ होटल हामी चाहिँ गन्जौको थिएनमा छौँ मेरियट छ एकदम नै यहाँ चाहिँ डेभलप त अब जहाँ पनि डेभलप नै छ तर पनि यहाँ चाहिँ अलिकन स्पेस खालको डेभलपमेन्ट हामी देख्न सकिन्छ हजुरलाई चाहिँ अब मैले मेरो भ्यू देखाउँछु म चाहिँ लोकेसनमा आइपुगेँ अब धेरै बेर अब हजुरहरूलाई के एउटा कुरा गरिराख्नु अब यहाँबाट चाहिँ आई लभ गन्जौ भनेर चाहिँ अब हामी चाहिँ यहाँ मजाले मार्केट घुमेर अलिकन काम छ मार्केटको कामहरू सकेर चाहिँ अब रेगुलर नै भ्लग आउने गर्छ सो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन नयाँ भने सब्सक्राइब गर्न सक्नुहुन्छ चाइनिज लाइफस्टाइल सम्बन्धी अब स्कुटरहरू सम्बन्धी यो मैले स्कुटर कतिमा किने यताउता सबै कुराहरूको डिटेलहरू चाहिँ म हजुरलाई सेयर गर्छु हजुरहरू यसमा इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ है यतिकै इन्ट्रेस्टेड हुनुहुन्न भने चाहिँ मैले टाइम खर्च गर्दैन फेरि हजुरको अनि हामी चाहिँ अहिले गन्जौको सिटीमा छौँ थिएन भन्नेमा अनि युनिक्लोहरू चाहिँ अगाडि अब म्युजिकको तालमा चाहिँ म मार्केट एक्सप्लोर गर्छु सो सी यु नेक्स्ट भिडियो बाई आज मैले एक्सप्लोर गर्ने प्रयास गरेको कुराहरू चाहिँ अलिकन एक्सप्लोर गरेँ सबै कुरा त एक्सप्लोर हुँदैन कति कुरा छुट्छ सो हजुरलाई पनि अब के रिलेटेड आइडिया चाइनाबाट इम्पोर्ट गर्नुको सोचिराख्नु भएको छैन मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ मेरो नाम चाहिँ विमल पन्थी
र मैले WhatsAppहरू चाहिँ हजुरलाई कन्ट्याक्ट गरिदिन्छु। सो सी यू नेक्स्ट भिडियो, बाई बाई।